व्हाट्सअप गाइज हैन म चाहिँ अब भोलि चाहिँ धरान जाँदैछु हैन मेरो फेज 1 सिलेक्सनको लागि सिङ्गापुर जीसी को लागि मेरो जेट 1 गते छ भोलि 24 गते भनेपछि त्यही 7 दिन पछि मेरो फेज 1 सिलेक्सन छ अनि भोलि धरान जानलाई चाहिँ यसो मैले यहाँ प्याकिङ गरेको छु डुसुको प्याक भइसक्यो अब यही झोलामा प्याक गरेछ हैन सब डकुमेन्टहरु अनि यस्तै सामानहरु छ हैन म यो के छ धेरै त त्यस्तो के छैन एउटा झोला लिएर जान्छु लुगा सुगा छ अनि त्यस्तो के छैन हैन खोल्दाखेरि ए डकुमेन्टहरु यो फर्स्टमा डकुमेन्टहरु छ लुगा छ अनि एउटा जुत्ता छ अनि अब तपाईलाई चाहिँ अब म भोलि हामी सिधै डाइरेक्ट अब भोलि भेट्छौं बिहान अब आइसमा जाने हो कोटेश्वरबाट दाइले अनि त्यहाँ गएर अनि रुम भनिदिनु भएको छ त्यहाँ साथीहरु भोलि गइसके म भन्दा 2-4 दिन अगाडि गइसके मैले ढिलो पनि भइसक्यो 10 दिन अगाडि जानु पर्ने 7 दिन हुन्छ ठिकै हुन्छ त्यस्तो गाह्रो त छैन त्यही अलिकति टेन्सन भने चाहिँ मेरो अलिकति यो हातको छ हैन अरु त ठिकै छ भनौं यो हातको मेरो चाहिँ अलिकति रिस्ट हुन्छ नि यो रिस्ट मतलब हाइफ्रेक्सन त छैन तर यो रिस्ट अलिकति गाह्रो छ रिस्ट अलिकति राम्रोसँग बाँगिदैन के यो हाइफ्रेक्सनमा चाहिँ अलिकति डर छ अरु त त्यस्तो डर चाहिँ लागेको छैन ल भोलि भेटौँ त गाइज बिहान मर्निङमा भेटौँ भोलि यो कहाँ लाउँछु त म सफल भएर जाऊ सफल भएर आऊ यो के गरेको यो के लगाइदिएको आँटेको काम सफल होस् यो चाहिँ लगाइदिएको किन ढोकेर जा आउने 4 बजी छ ल म चाहिँ हामी चाहिँ कोटेश्वर आइसकेको छौँ अब आइसबाट आयो होइन त्यस्तै आइस होला सायद होइन त्यस्तै आइस होला अब धेरै टाइम छैन अब 1 मिनेट पनि लाग्दैन हो यहाँ अगाडि होला अझै माथि उता त्यो पुल पुल पारि हो क्या पुलको ठ्याक्क साइडपट्टि हो क्या 4:30 पनि हुन लागिसकेछ ठिक्क हुन्छ अझ सिधा अलि अगाडि बढ्नु हो अझ अगाडि ल्याउनु अझ अगाडि ल्याउनु बिस्तारै अगाडि हेरौँ हामी धेरै माथि आयो क्या धेरै अगाडि आयो भने म चाहिँ गाडीमा चढिसकेको छु अब कुन ठाउँ थाहा चाहिँ भएन मलाई अहिले अब सुत्छु म एकदिन मजाले अनि पेट्रोल आयो त साथीहरू लास्ट दिनेर पो लाग्यो मलाई त खतरा भ्यू छ है साथीहरू भ्यू चाहिँ राम्रो छैन हामी चाहिँ यहाँ खाजा खान आएको छौँ अब के खाउँ पैसै छैन मतलब छन् त छ अब मम्मीले यस्तो अलिकति मम्मीले 2-3 हजार पठाएको थिएँ अलि 1000 को मात्रै छ के खुल्ला गर्नु भनेर क्या त्यही बसमै छ चाउचो छ खानु पर्यो जस्तो अब भ्यू चाहिँ राम्रो छ है केटा हेर्न भ्यू चाहिँ राम्रो छ आफू गाडी यही हो होइन अलिक कुठा हो यो कहाँ आइपुगे थाहा भएन तर यो के काभ्रे जस्तो लाग्यो मलाई काभ्रे हो सायद अब चाहिँ हामी यहाँबाट हिँड्न भएको होइन खजान ठाउँबाट यस्तो यो खजान ठाउँबाट चाहिँ अब चाहिँ यहाँबाट हामी सिधै धरान जान्छौँ अब धरान सायद अझै लाग्छ 3-4 घन्टा सायद त्यस्तै हामी चाहिँ तपाईँलाई त्यहीँ गएर भेट्छौँ है त त्यस्तो केही छैन अल्छी लाग्दो छ निद्रा लागिरहेछ साथीहरू होइन म चाहिँ आइसकेको छु होइन पुरा को सुत्यो केटाहरू पुरा थकित भइरहेको छु म होइन अब गएर सुत्नुपर्छ हाम्रो यहाँ सबसे के भन्छ कपिस ढाबाको होइन केटाहरू पढिरहेछन् आजलाई चाहिँ दियो अब म सुत्छु अब एक दिन र यहाँ परेर अब म सुत्दिने है अभिरे के कति पढ्यो
अब मै पढ्छु बेलुका अब सुतम एकछिन रेस्ट गर्नु कस्तो मेरो त नाकै पुरै बन्द भएर टाउको यति क्या दुखिरहेको छ भने पुरै त्यही हो ल आजलाई यति हो है त केटा हो के रे ओइ ओइ पैसा सब उठाएर त मलाई केही खाँदिनँ भन्छस् ओइ ओइ यो मुला हेर चुक्लाएर मलाई चुक्लाएको छैन लगाएको छैन समातेल अझ केही खाँदिनँ भन्छस् अनि हाम्रो विक्रमजी के छ खबर अनि हाम्रो अर्को गणेशजी अर्को प्रकाशजी अब हामी चाहिँ गाई अब जुस खाने प्लान बनाएको छ आदेश पनि रहेछ यहाँ होइन हेर यहाँ गाह्रो छ ठिक छ ल गाह्रो छैन गाह्रो छैन हाम्रो चिटिया आज चाहिँ अब धेरै पछि होइन धेरै पछि आएँ होइन अनि चाहिँ यहाँ जुस किन्न जानु छ मतलब हाम्रो यसो क्लास हुन्छ कि अनि मोबाइल धेरै पाउँदैन थियो कि आज बिदा थियो नि त आज बिदा थियो त्यही भएर अनि हामी चाहिँ यसो जुस खान निस्केको क्या एक पाउले पुग्छ मिक्स गर्ने हो नि त सबै अनि मिक्स यो खरबुजा नि हाल्नु एउटा खरबुजा हाल्नु न एउटा सिङ्गै पर्दैन पर्छ हौ हिजो त्यो जाओ त्यो 100 रुपियाँको खरबुजा त्यही नि 100 कति रुपियाँको यस्तो समात्ने यस्तो समात्ने के सम्बन्ध आउँदैन त्यसलाई म हो यसरी समात्ने यसरी समात्दा बुढीमा यता हाल्नु पऱ्यो बुढीमा यसरी छट्ट घुँडा आफ्नो नराम्रो यस्तो यस्तो गर न यस्तो यस्तो सजिलो छ त हो अब त हो यस्तरी हो बल्ल सिक्यो है यसले उसले नि भ्लग बनाउन सिक्यो ल गर त एकचोटि हो बल्ल सिक्यो केटाले ए हेर जुस जुस बनाइहाल यति थोरैले पुग्छ 51 को हैन भ्लग बनाउँछु तिमी अर्को म बस्छु उतारि बस्नु तिमी हाम्रो केटाहरू यहाँ भ्लग बनाइरहेको छन् होइन यसो आज चाहिँ अब यस्तो अब हामी चाहिँ अब यहाँ धरानमा आएको म अब 3 4 दिन रहेछ आज शनिबार हो नि त अनि हामीलाई आज बिदा छ बिदामा फेरि त्यही बिहान एउटा टेस्ट भएको थियो अनि ट्रेनिङ भएन अनि यसो जुस खाना निस्केको बेलुका तिमीलाई मैले भ्लग बनाउन सिकेको थिएँ कि अब मलाई यहाँ के अरे भ्लग बनाउन सिकाएको भनेर राखेको थिएँ 3 मिनट भइसक्यो केटा अब केटाहरूले मिक्स फ्रुट खाने भनेर सबसँग होइन के अरे 50 रुपियाँ उठाएको छ 1 2 3 4 5 अनि 6जनाले 50 रुपियाँ भनेपछि कति भयो 300 रुपियाँ 300 रुपियाँमा अब यिनीहरूले हेर्नु 300 रुपियाँमा के को जुस पाउँछ अब यिनीहरूले एक गुरुको खाना पायो भने चाहिँ भएन है त्यसो चाहिँ हुँदैन त्यसमा पानी थप्नुपर्छ होला है दुईटा स्याउ होइन यो मान्छे कति जान्छ रे हाम्रो अब भएन यस्तो चाहिँ भयो यो कति भयो त 145 भयो अझ थपौँ है अरू के थप्ने पैसा पनि त लिमिट हाल्नु पर्यो नि लिमिट 300 रुपियाँ उठाएको छ मलाई त लिमिट न सिमिट 300 रुपियाँ उठाएर अझ लिमिट हुन्छ अनि एउटा खरबुजा हाल्न खरबुजा हाल्न न तिमीले त भाग गर्न दिनु भएन क्या ऊ केटालाई भ्लग बनाउन सिकाएको खै आफ्नो अनुहार देखाउ त अनुहार देखाउ त क्या बोल्दा है तो भ्लग बनाउन सिकाए ठिक छ हो मबाट चाहिँ के सिक्दैछ है मलाई पनि कसले सिकाएको थाहा छ मेरो गाउँको एउटा त्यत्रो दारी भएको दाइले सिकाएको क्या केटाहरूले जुस खुवाउने भनेर होइन यो मलाई के खुवायो क्या कहाँ हाल्ने यो बिरेनुन हालौँ न पहिला म हाल्छु बिरेनुन म खानुपर्छ केरा पनि हाल्यो पाउ न यार कस्तो छ हेर म त केरा पनि लानु बाँकी छ केरा आइसक्यो जुस त खुवाएन होइन मिठो छ है तर ल जुस होला झन् मिठो हुन्थ्यो अब जिमिनको पैसाबाट खाउँ नि त सरी यार मैले एकचोटि खाँदिनँ म ल 5 रुपियाँ स्याउमा स्याउ चाहिँ मिठो नखाने होइन बिरेनुमा स्याउ चाहिँ मिठो लाग्यो मलाई तिमीलाई भ्लगमा कसले सिकाएको मैले हो कि होइन
अब यो पनि हिँडै भने जन्मिन पासेन जाठा भ्लग बनाउने फ्युचर बना राम्रो हुन्छ तिमीहरूको भविष्य के भन्छ यो म त उभिएर खानुपर्छ जस्तो हौ डल्ले हो त्यस्तै हो भ्याउँदैन होइन कसले भनेको कसले जिमिनले डल्ले जति सब्जी जान्छ त्यसले भन्ने मभन्दा सानो सिबु बन्दैछ त त्यसले भन्दैन नि त आज मलाई धेरै खुसी लागेको छ मभन्दा डल्लो पनि छ यहाँ एकजना खाना बाहिर होइन अन्त बाहिर आउँछ त खोइ हामीले खाजा खायो तैँले खाइस् होला यही हो खाजा यो मलाई कुकुरले लिएर जा त ओइ त्यो कुकुरलाई भित्र लिएर जा त कुकुरलाई भित्र लिएर जा न भित्र लिएर जा भने यो मलाई किन लिएर यो कसले राखेको छ नि ए विक्रमले लिएर आऊ मलाई लिएर जा पठाइदिए गाली गर्दिन गरेन हौ जान गर लिएर आइछ भने खोइ सोध्ने चिडी सोध त हेर्नु यहाँभित्र क्या सफा छ क्या हेर्नु न टक्क लाएर होइन अनि हामी अस्ति गएको एउटा अस्ति डायरी लगाएको थियो क्या माथि हामीलाई कुदाउँदै क्या बिहान बिहान कुदाउँदै लगाएको थियो अब त्यो बेला त मोबाइल लिएर जानु भएन नि त यस्तो सफा क्या नयाँ धरान लास्टै सफा क्या तर अलिकति यो अटो सटोहरू हुन्छ नि अलिकति इन्डियन भाइब दिन्छ तर काठमाडौँ भन्नु चाहिँ लास्टै सफा लास्ट क्या अब हल्का फुल्का आज देखाइदिन्छु होइन पुरै म क्लिपहरू देखाउँछु धरान चाहिँ सफा चाहिँ लास्ट सफा रहेछ मतलब अलिअलि तपाईँ लागेको त छैन होला होइन त्यही पनि सफा चाहिँ लास्टै सफा छ जस्तै यस्तै यहाँ बस्ने ठाउँहरू छ टक्क पुरा बारसार लगाएर होइन अनि यसो गार्डनहरू सब फुलसुल छ अनि यस्तो स्टलहरू छ यस्तो राम्रै अनि बाटो नि यस्तै छ होइन अनि टक्क लगाएर भित्र सफा यस्तो राम्रो ठाउँ छ भित्र होइन पाहाड जस्तै छ पुरै मान्छे जानु नै मिल्छ प्राइभेट ठाउँ हो हुन चाहिँ तर मान्छे पनि जानु मिल्छ होइन अङ्कल 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 हेलो हेलो अङ्कल पुरा इग्नोर हान्दै हिँड्नुहुन्छ होइन अङ्कललाई मैले बोलाउनै पर्छ जस्तो कि अलिकति नसुन्ने हो मलाई थाहा भएन होइन सुन्दै छैन अलिकति बहिरो जस्तो छन् होइन मभन्दा सानो छन् त्यही पनि सुन्दैन जस्तो होइन यो के डल्ले अङ्कललाई के भन्ने अब बोलाएको 2-3 चोटि सुन्दैनन् अङ्कलसँग हल्का गफ हानौँ अङ्कल यहाँ प्राइभेट एरियामा तपाईँलाई भित्र चिनो दिन्छ दिँदैन भनेर सोध्नु गएको थिएँ मैले केटाहरू मलाई यहाँ कुकुर बोकेर आएको छ यहाँ कुकुर ग्याङ फाइट लागिसक्यो भुकै छन् मलाई कुकुरहरू हेर्नु न सिधा छ बाटो सफा पनि छ हेर्नु न चट्ट परेको सफा बिरालोले लखाट्छ अब यसले हेर कुदेको कुद्यो इमान्दारी नै रहेछ तपाईँ यहाँ लिची छ हेर्नु यो लिचीको बोट है लिची पुरै लिची नै लिची छ है होइन ओ लिची ओइ विक्रम राति लिची चोर्न आउने हो सायद साँच्ची अहिले त्यस्तो खानदानबाट परेन होइन अलि नाटक अहिलेसम्म उसले नै प्लान गरेर थिएँ राति 10 बजी राम्रो खानदानबाट परे केटा हामी फर्किँदैछौँ होइन पुरै आकाश पुरै कालो भएर पानी परे छिटा परिसक्यो होइन पुरा हुडी बदस लाग्यो जस्तो भइरहेछ हौ अब हामी दौड्यौँ मेला केटा हो दौड्यौँ पानी पऱ्यो केटा हो लाइट बाल्दै कुदाउँ केटा हो पानी पऱ्यो सबजना कुदेर त्यहाँ पानी परेर कुद केटा कुद आज यति हो है केटा आज चाहिँ यति हो अब सिधै अब पछि भेटौँला होइन अर्को भिडियोमा भेटौँला 1 सेन्टिमिटर 1 mm भनौँ न त्यो यस्तो भन्दा चाहिँ यो मान्छे 6 दिन अगाडि आएर पनि 40 हान्यो अझै 12 दिन अगाडि आएर पनि 35 बुढा सुब्बाको यो चाहिँ चिनो होइन यो चाहिँ मैले किनेको यार तर के गर्नु अब मेरो भाइ हो होइन जस्तो भयो भने अब किन्ने पनि यो भाइलाई चाहिँ यहाँ आँखा किन्दैछ यो भाइलाई पनि होइन आँखा किनिदिएको मैले यो भाइलाई चाहिँ अब खोइ के किनिदिएको हात देखेन तेरो मैले के किनिदिएको त नै हो यो किनिदिएको अब यहाँ चाहिँ अब कति धेरै केटीहरू हामी चाहिँ यो बसमा अब
बोलाएर अब खाना निस्केको अब होइन यहाँ चाहिँ केटाहरू छन् अब केटाहरू यहाँ टक्क लगाएर खाना खानाको पैसा चाहिँ होइन यिनीहरूले नै दिन्छन् क्या मेरो खानाको पैसा होइन चिकन खाना खाने हो चल्दिने हो अब केटाहरू अब बसमा भेट्दैन त साथीहरू बसमा हामी चाहिँ फेज 1 सिधाएर अब घर जाँदैछौँ 1 2 3 4जना अब हामी यति नै हो अब हामी घर फर्किन्छौँ नाइट बसमा 4जना अनि लामो भिडियो लामो भयो होला अब हामी चाहिँ यति नै भन्न जान्छौँ राम्रै भयो दिवस हुन चाहिँ त्यस्तो केही अलिअलि गाह्रो थियो मतलब हाइपरमा गाह्रो थियो अरू त्यस्तो केही लागेन मलाई पनि मतलब धेरै गाह्रो त लागेन बल्ल लाइट बाल्ने राम्रो अब यति हो अब आजलाई अब यही भिडियो हो होइन लामो भिडियो पनि भयो अब पिस आउट सकेर धन्यवाद तपाईँलाई पिस आउट